सुराकीको आधारमा गरेको अपरेसन हो। बसमा कुनै गाडीमा चाहिने अवैध मुद्राहरू गइरहेछ भन्ने कुरा आयो। त्यसपछि हामीलाई सूचना आइसकेपछि हाम्रो टिम अलर्ट भयो, स्ट्यान्ड बाई भयो, टिम गयो। गइसकेपछि यो झोरको बाटो हुँदै सामाकोसीबाट झोरको बाटो हुँदै रसुवातिर गइरहेको अवस्था हो। त्यसपछि हामीले त्यो गाडी यो गाडी हुनसक्छ भन्ने कुरामा हामी गयौँ इन्फर्मेसनको आधारमा। गइसकेपछि त्यो गाडीको पिछा गर्दै गर्दै हामीहरूले एउटा सर्टेन पोइन्टमा गएर माथि हेऱ्यौँ। त्यहाँ रेकी गरेर बस्यो, मान्छेहरू सर्भिलेन्स गर्यो। त्यो गाडी त्यहाँ पुगिसकेपछि त्यो गाडीलाई रोक्यौँ, हेऱ्यौँ, ड्राइभरसँग इनिसियल सोधपुछ गऱ्यौँ के छ त केही छ यताउता भन्दाखेरि अलिकति शङ्का लाग्यो। शङ्का लागिसकेपछि त्यो गाडीलाई सिधा अफिसमा लिएर आयौँ। अफिसमा लिएर आएर हामीले सम्पूर्ण लुकाउन सक्ने ठाउँहरू, किनभने हामीलाई पहिला नै यस्ता अपरेसनहरू गरिरहेको अनुभवका कारणले कुनै पनि सामानहरू लुकाउन सक्ने ठाउँहरूलाई मध्यनजर गरेर सबै ठाउँहरू भिडियोग्राफी गर्दै सबै हामीले कानुनी रूपमा अपनाउनु पर्ने सम्पूर्ण कुराहरू अपनाएर हेऱ्यौँ। हेर्दाखेरि यो आज तपाईँहरूले हेर्ने हामीले बरामद गरेका सामानहरू चाहिँ नि भेटिएको अवस्था हो। रियाक्सन त केही छ, कहाँ जानला भन्दा रसुवा जानला भन्ने कुरा गर्यो। त्यसपछि के हो कसो भन्दाखेरि अब उसले अरू कुरा केही भनेन। त्यसपछि उसको रियाक्सन्सहरू हामीले रियाक्सन्स एक्सन्स सबै हामीले रिड गर्दाखेरि चाहिँ केही हुनसक्छ भन्ने हामीलाई चाहिँ शङ्का लाग्यो। अरू छैन, खाली ट्रक। के लिन भनेर उताबाट केही सामान आयो भने म सामान लिएर आउँछु भन्ने उसको बयान। अरू अहिलेसम्म हामीले हेर्दाखेरि देखिएको छैन, हामी हेर्दैछौँ। अरू यही ट्रक चलाउने काम गर्यो भन्छ उसको बयानअनुसार। अरू हामी खोज्दैछौँ। निरन्तर अब एकचोटि फेला पर्यो पहिला नै, अहिले यो दोस्रो टाइम फेला पर्यो। अब बिचको पिरियडमा यो फेला नपरिसकेको अवस्थामा हामीले हो नै भन्न पनि नसकिने अवस्था हो। तर ट्रेन्ड हेर्दाखेरि चाहिँ नै लगभग देखियो। त्यो पैसाको मामलामा उसले क्लियरली यही हो भनिसकेको अवस्था छैन। त्यसमा चाहिँ कोही दुईवटा मान्छेहरू आएर मेरो गाडीमा त्यहाँसम्म पुगाइदिए भनेर भनेको छ भन्ने कुरा छ। त्यो हामी अनुसन्धान गर्दैछौँ, पछि आयो भने हामी सेयर गर्छौँ। सर, योभन्दा अगाडिको सुन केसमा चाहिँ हजुरहरूले मात्रै एक्लैलाई चाहिँ पठाउनु भएको थियो कि? हो, त्यो बेलामा पनि उसले 7 केजी सुन लिएर आइरहेको अवस्थामा फेला परेको। त्यो बेलामा लगेको होइन कि, लिएर आउँदाखेरि 7 केजी सुनसहित फेला परेको। अब यस्तो केसमा के हुन्छ, हामीले प्रिलिमिनेरी इन्भेस्टिगेसन गर्ने, त्यसपछि सम्बन्धित निकायमा पठाइदिन्छौँ। राजस्वमा पठाएको, त्यसपछि बाँकी अनुसन्धान राजस्वबाट भएको छ। अहिलेसम्म अमुक व्यक्तिहरू भनेको छ, तर नाम भनेको छैन। हामी हेर्दैछौँ। अहिले गाडीमा एक्लै छ। अब अहिलेसम्म उसको भनाइअनुसार चाहिँ नि उसले लिएर गएको मात्र आएको छ, बाँकी हुँदैछ। केही आयो भने हामी हजुरलाई गर्छौँ। अहिले हामीले उता बाहिर डिस्प्लेमा राखिदिएको छु त्यो सबै रकमहरू होइन। त्यहाँ पनि के छ, नेपाल प्रहरीले अहिलेसम्म समातेको नगद रकम चाहिँ यो अहिलेसम्मको ऐतिहासिक रेकर्ड हो भन्न खोजेको। अब यही ठ्याक्कै कसरी भन्न सकिन्छ र? हो कि जस्तो लाग्छ हामीलाई चाहिँ होइन। पहिले योभन्दा धेरै अब अरू डिस्ट्रिक्टमा पनि भएको पनि हुनसक्छ। यो ठ्याक्कै चाहिँ भन्न सकिँदैन। यो कार्यालयको चाहिँ यो अहिलेसम्मको ठुलो रकम हो। हिजो हामीले यो झोर महाकालबाट चाहिँ रसुवातिर जाँदै गरेको एउटा गाडी चाहिँ नियन्त्रणमा, विशेष सुराकीको आधारमा चाहिँ त्यहाँ डलर युरोहरू छन् भन्नेको इन्फर्मेसनको आधारमा चाहिँ हामीले त्यो गाडीलाई चाहिँ महाकालबाट नियन्त्रणमा ल्याएर यस कार्यालयमा यो चाहिँ लिएर आएर खानतलासी गर्दाखेरि चाहिँ त्यसमा चाहिँ यो हिजो राति 23 बजेको समयमा अमेरिकी डलर युरो सहित ना 7 ख 1652 नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालबाग ट्रकको चालक फुच्चे भन्ने कुसाङ लामालाई पक्राउको सम्बन्धमा हो। र यो फुच्चे भन्ने कुसाङ लामा चाहिँ सिन्धुपाल्चोक भोटेकोसी गापा वार्ड नम्बर 1 बस्ने, उमेर 43 वर्षको। र यो चाहिँ पहिले पनि एकखेप पक्राउ परिवरी जेल गइसकेको मानिस हुन्। र हिजो 23 बजेको समयमा अवैध युरो तथा डलर रसुवा गढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिरहेछ भन्ने सूचना प्राप्त हामीहरूलाई हुन्छ।
र ना7 ख 1652 नम्बरको मालवाहक ट्रक गाडी शङ्का लागि रोकी थप अनुसन्धानको लागि यस कार्यालयलाई खानतलासी गर्दा उक्त ट्रकको बोनट, ड्राइभर बस्ने कोठा, क्याबिनको बायाँतर्फको माथिल्लो भागमा फल्स बटन बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको छ। र यो अमेरिकन डलर, यो बरामद भएको अमेरिकी डलर चाहिँ 100 दरका नोटहरू जम्मा 3119, 3119 र 50 दरका नोटहरू जम्मा 179। अर्को युरो चाहिँ 500 दरका थान 11, 200 दरका थान 480, 100 दरको थान 4148 र 50 दरका 17177 जम्मा पछाडि यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,000 25 करोड 338 रुपियाँ हुन आउँछ। यो एउटा गाडी अनि त्यो मोबाइल पनि बरामद भएको अवस्था छ। एउटा सानो त्यो फल्स बटन कसरी बनाएको छ भनेर सानो क्लिप राखेको छ हामी। यो चाहिँ पठाइदिनु पर्छ। त्यो पुरानो कसुरको थियो नि उसको। यो पुरानोमा पनि यो कुसाङ लामा चाहिँ राजस्व छलदा सुन चोरी पैठारी कसुरमा पक्राउ परेको अभियुक्त हुन् र उनले चाहिँ 5 वर्ष त्यतिखेर पनि 5 वर्षको चाहिँ कैद भुक्तान गरेर छुटेको मान्छे हुन्। यो हाम्रै पहिले महाशाखाले पनि पक्राउ गरेर यसलाई जेल पठाएको छ त्यतिखेर। र यो चाहिँ अहिले अब हामी यो जफत गरिएको सामानहरू चाहिँ भन्सार तथा राजस्व छले अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निजलाई विदेशी विनिमय ऐन नियमावली ऐन 2019 गम्भीर कसुरमा हदैसम्म कारबाही तथा थप अनुसन्धानको लागि राजस्व विभाग हरिहर भवन चाहिँ पठाउँदैछ। धन्यवाद। केही क्वेसन छ भने भरिया भन्ने भयो पहिला पनि भरिया नै भएर यो अपराध होइन अहिलेसम्मको चाहिँ हामीलाई त्यो अब यसको इन्भेस्टिगेसन हुन चाहिँ बाँकी छ होइन त। पहिला पनि भरियाकै रूपमा चाहिँ भएर त्यो 7 किलो सुन पक्रेको बेलामा ऊ जेल सजाय भएको थियो र अहिले पनि उसको प्रिलिमिनरी स्टेटमेन्टमा चाहिँ म चाहिँ भरिएको रूपमा प्रेजेन्स गरिरहेको छ आफूलाई। तर अब पुरानो पनि कहानी र यो पनि कहानी जोडेर हामीले इन्भेस्टिगेसन अगाडि बढाइरहेको छौँ। यो अहिले प्रिलिमिनरी आइसकेको छैन कसको भन्ने कुरो। त्यो त भाइले हेर्नुपर्छ, अहिले छैन। जस्तो कुन प्रयोजनको लागि चाहिँ रकम लिएर गएको रहेछ, पहिला पनि सुन काण्डमा परिसकेको मान्छे ऊ चाहिँ सुन किन्नकै लागि गएको थियो भन्ने आशंका गर्न सकिन्छ। यो पैसा लिएर गइसकेपछि उताबाट केही आउन सक्ने प्रबल सम्भावना चाहिँ त्यही हो। तर अब यसै उनको म्याथअप गरेर बयान सयान दिइसकेपछि ती कुराहरू खुल्छन् होला। यो उसले स्रोत खुलाइसकेको छैन अहिले। हिजो त पक्रेर लिएर आएको हामीले, अहिले खुलाको अवस्था छैन।
उसले अहिलेसम्म कसैको नाम लिएको छैन, केही छैन। छैन। जस्तो अघिल्लो पटक चाहिँ कति समय थियो बसेर निक्लेको? 5 वर्ष 5 वर्ष 78 सालमा निक्लेको। अघिल्लोचोटिको केस पनि सेम हो कि फरक? पहिलाको सुनको, अब यो डलरको।